हेलो गाइस, के छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आजको भ्लग चाहिँ हाम्रो क्लास 12 को फेयरवेलको प्रोग्रामको छ है। अनि सबैले हेरेर माया गरिदिनु होला है। त्यही हो, अब भित्रको सिन उता गएपछि देखाउँछु। रिद्धि सिद्धिमा पार्टी प्लेसमा भइरहेको छ है यो फेयरवेल चाहिँ क्लास 12 को। सो के कस्तो हुन्छ रमाइलो भित्र पुगेपछि प्रोग्राम स्टार्ट भएपछि हामी देखाउँछौँ। सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ डेकोरेसनहरू यही छ भएको। आजको के कस्तो हुन्छ भिडियोहरू सबैले हेरेर माया गरिदिनु होला। भित्रको इन्ट्री म देखाउँछु। डेकोरेसन यही छ, हेर्न सक्नुहुन्छ। सो सबैले हेरेर साथ सपोर्ट दिनु होला। सो हाम्रो मल्ल दाई हुन् कलेजको, एकदमै सपोर्ट साथ दिनुभएको थियो हामीलाई कलेजमा आउँदाखेरि है। केही भन्न चाहनुहुन्छ कि? एकदमै राम्रो पढ्नु बाबु होइन। अब आफ्नो उज्जवल भविष्यको खोजीमा लाग्नु पऱ्यो होइन। अब त्यत्रो मिहिनेत चाहिँ गर्नु पऱ्यो नि त। मिहिनेत गरेर राम्रो पढ्नु पऱ्यो। हुन्छ दाइ, सबैले माया गरिदिनु होला है भ्लगलाई। हेर्न सक्नुहुन्छ भित्रको। यहाँ त अति छ गाइस, स्टार्ट भइसक्यो रहेछ गाइस होइन। अब डान्स हेर्न रेडी हुन्छ हामी, डान्स हेरौँ डान्स। डान्सको लागि गाइस, यो डान्स पर्फर्मेन्स पनि हेर्नुपर्छ, बबाल रमाइलो गर्नुपर्छ। योमा लाइक सब्सक्राइब गरेर च्यानललाई मजाले सपोर्ट गरिदिनु होला, साथ सपोर्ट दिनु होला है त। डान्स पर्फर्मेन्स आएको छ है अर्को टिमको है, कपाल डान्स आएको छ। एउटा सिङ्गिङ प्रोग्रामै एउटा हाम्रो निराजन घिमिरे भन्ने भाइको गएको 11 क्लासको है। ग्रुपको डान्स पर्फर्मेन्स आएको छ है गाइस अर्को। आज त डान्सै डान्स छ नि यहाँ पर्फर्मेन्स। पढ्नेहरूले गजल हेर्न सक्नुहुन्छ। सिसिएस प्लस 2 मा कक्षा 12 को विदाई कार्यक्रममा म खगेन खडाई कक्षा 11 फाइनान्स ए गुरुबाट आफ्नो सानो गजल भन्न गइरहेको छु। नराम्रो भए पनि राम्रो भए पनि सुनिदिनु होला। लेख्छु भन्छु ताली किन गाली भेटिन्छ,
लेख्छु भन्छु ताली किन गाली भेटिन्छ वरपर जमात प्राय जाली भेटिन्छ लेख्छु भन्छु ताली किन गाली भेटिन्छ वरपर जमात प्राय जाली भेटिन्छ लेख्छु भन्छु ताली किन गाली भेटिन्छ। अहिले बाहिरतिर आएको छ गर्मी यस्तो छ कि कुरै छोड्नु गर्मीले गर्दा क्यामेरा क्वालिटी पनि अलि नराम्रो आइरहेको होइन क्वालिटी घटेर उ भइरहेछ गर्मीको लाइटले गर्दा रिफ्लेक्सनले गर्दा है। सो भित्रको प्रोग्राम भइराख्दैछ हामी चाहिँ बाहिर आएको छौँ है त्यसो हामीलाई चाहिँ झ्याउ लागेर बाहिर आएर चाहिँ यसो रमाइलो गर्न होइन साथीहरूलाई भेट्न बाहिरतिर होइन। अनि हाम्रो साथी आइसकेको छ घोप्टे राजा आइसकेको छ हाम्रो। ल के भन्न चाहनुहुन्छ नरेशजी? अब यस्तै हो फेयरवेल भइसक्यो अब पढ्नुपर्छ इक्जाम आइसक्यो। सो सबैले माया गरिदिनु होला ऊ हाम्रो पार्टनर बेन्चको पछाडिको होइन। अहिले 11 फेरि आज पहिला सिचुएसनले गर्दा त्यस्तै भएको थियो है। अनि उतातिर चाहिँ मान्छेहरू भिडभाड छ है यता फोटोसोटो खिचिरहेको छन् भित्र प्रोग्राम भइरहेछ। सो हेरेर इन्जोय गरिदिनु होला सबैले माया गरिदिनु होला धेरै दिनपछि ब्लग आएको छ है। अनि साथ सपोर्ट दिनु होला सब्सक्राइब दिनु होला। यसको एकछिन भित्र जाम प्रोग्रामहरू देखाउँछु होइन बाहिर कति फोटोसोटो खिच्ने अनि धेरै भइसक्यो थियो अहिले यहाँ चाहिँ अलि शीतल हुनाले आएको थिएँ हामी। सो सबैले साथ सपोर्ट दिएर माया दिनु होला। म चाहिँ एकछिन भित्रको प्रोग्राम देखाउँछु इन्जोय गर्नु होला है। ल त गाइस प्रोग्राम कस्तो लाग्यो सबैले भन्नु होला है। भित्र रमाइलो भएर हामी यसो बाहिरतिर घुम्छौँ। सो इन्जोय हेरेर इन्जोय गर्नु होला। मलाई तपाईँको डान्स आउँदैछ एकछिनमा रकको चट्टोबार खाना यता खाना राखिन्छ अरे खाना आइन्छ यतातिर बुके सेट पर्फर्मेन्स हेर्नु होला है साथी। केटाहरूको पर्फर्मेन्स भित्र भइरहेको छ हेर्नु होला। म देखाउँछु चाहिँ अर्को डान्स पर्फर्मेन्स छ गाइज है। ब्याकग्राउन्डको साउन्डहरू इग्नोर गर्नु होला हल्ला भएको यताउता है लाउडली साउन्ड आइरहेको थियो इग्नोर गर्नु होला। डान्सको गाना सुनेर मजाले रमाइलो गर्नु होला लिनु होला है सबैले। ल हामी दस्तो पाउदाहरू हिँड्छन् मरि मेटी भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी ए होइन भने गलिलो कामालाई सोध्रा मलाई आहा गलिलो कामालाई सोध्रा मलाई। अब अन्तिम बिदाई हुन लागेको बेला है साथी बिदाई हुन लागेको बेला अन्तिम विशेष +2 ल वाला है यो वाला ग्रुप चाहिँ ल वाला।
लास्ट पर्फर्मेन्स है, लास्ट पर्फर्मेन्स गाइज, अन्तिम। खोजिरहेको छु तिमीहरू त्यस्तै जवानीले कहाँ पुर्याए। सकिसक्यो, यो चाहिँ एचएमसीको लास्ट ग्रुप हो है। हामीलाई चाहिँ टोकेन अफ लभ उ गरिसकेको छ एचएमसी सबै रेगिसीसम्म है। सो यो लास्ट सी ग्रुप हो। एको पनि गरिसक्यो, एकोमा म बोल्न पाएन, त्यही हो। मैले एउटा भाइलाई बनाउनु दिएको थिएँ। गाइज हामी प्रोग्राम सकेर होइन टोकेन अफ लभ पाएर हामी बाहिर के कस्तो लाग्यो भ्लगमा कमेन्ट गरिदिनु होला। अब एकछिनमा खानासाना लाइक कमेन्ट हो। लाइक कमेन्ट। सो खानासाना खाएर अनि घरतिर जान्छौँ है। सबैले माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। आजको भ्लग चाहिँ यहीँ